महाजन दिने घर जाँदैछु भन्दै आधा घर गएको कहाँ गएको भन्दै कहाँ गएको हामी लिनी घर भन्दै लिनी घर गएर कसलाई भेटिन्छ दाजुबहिनी पुरा खेलिरहेछन्। नमस्ते, अहिले हामी जाँदैछौँ सिलिगुडी र भोलि भाइटिका छ। भाइटिकाको लागि हामी जम्मै लोकमान्य तिलक ट्रेनमा जाँदैछौँ अनि अहिले हामी ट्रेनमा उठिसकेका छौँ फर्काटिङ टु न्यू जलपाइगुडी। र यता हुनुहुन्छ सियाको मम्मी, सियाको काका, सिया उता सियाको ठुलो बाबु पनि छ अर्को कम्पार्टमेन्टमा। सो अब हेर्नुहोस् अगाडि चाहिँ यहाँको उसको सियाको मम्मीले नै भन्छ जे भन्नुहोस्। ल सिया के भन्ने भन्दै सिया यहाँ के भन्दै हो हामी कहाँ जाँदैछौँ बेटा यता हेरेर भन्दै हामी कहाँ जाँदैछौँ यहाँ हेरेर भन्दैन। हाम्रो सिया पुरा मोबाइल हेर्नमा बिजी छ। हामी सिलिगुडी कतिर तिहार भाइटिका मनाउनलाई म सिया अनि सियाको पापा, सियाको काका, सियाको बडाउ हामी 4-5 जना जाँदैछौँ टिकी लगाउन, भाइटिकाको टिकी लगाउन। ट्रेनको यता भाइ हाम्रो देवर, मेरो देवर यता हेर्दैन सियालाई हाई भन्दै हामी चुकचुक गाडीमा भन्दै दादा घर गएको कहाँ गएको भन्दै कहाँ गएको हामी लिनी घर भन्दै लिनी घर गएर कसलाई भेटिन्छ कसलाई भेट्ने साधन छ त अरू अरू हेलो गाइस महाजन दिने घर जाँदैछु भन्दै हाम्रो सिया पापाको मच्चा लगाएर पुरा ट्रेनमा उत्पात गरिरहेछ। कसको यो कसको पूजा हो यो सियाको मच्चा अरे सियाको हो नि नन हो नि नयाँ मच्चा हो नि हामी तपाईँलाई नेक्स्ट देखाउँदै जान्छौँ ट्रेनमा हाम्रो जर्नी देखाउँदै जान्छौँ। कृपया हेरिराख्नु होला हाम्रो भिडियोलाई। के गरेको तिमीले बादाम खाली यता सिया बादाम खाँदै हुनुहुन्छ र यता उसको मम्मी उसको अङ्कल यता छ र वर्तमान हामी जागी रोड पुग्न आँटिसकेका छौँ। अनि यता कतिले बादामलाई 20 रुपैयाँ। ओके सियाबाट देखाइदेऊ त बादाम। हो यहाँ आएर भनिदेऊ, यहाँ आएर भन्दै त बेटा, यहाँ भन्दै के खान्छ भन्दै त छोरी। हामी एनजेपीमा आइपुगेको छौँ, बेग घिसार्दै हिँड्दैछौँ। बेटा कहाँ आयो भन्दै त सिलिगुडी घर हामी आइपुगेका छौँ। राति 2 बजी आइपुगेका छौँ सिलिगुडी भन्दाखेरि एनजेपीमा आइपुग्यौँ। हाम्रो बहिनी यहाँ लसुन छराइराख्नु भइरहेछ खानाको तयारी। यहाँ सारांश भान्जा हाई भन्छु। यहाँ हाम्रो सिआई यहाँ दादा बसिराख्नु भइरहेछ। यहाँ दिदी खाना बनाउनु हुँदैछ है।
के बनाउनु हुँदैछ? के बनाउनु हुँदैछ? के बनाउनु हुँदैछ? गोर्खे अचार। यहाँ हाम्रो बहिनी गोर्खे अचार बनाउनु हुँदैछ। दिदी बहिनी हुन्छ हेर्न। ह्याप्पी भाइटिका है सम्झनालाई। छोडिएको दाजुभाइ त भेट्नु के अरे भेट गर्नु सबैलाई नमाइ जानु भेटिँदैन नि। यहाँ मासु पाक्दैछ। मासु फ्राई फ्राई लोकल यहाँ छ यहाँ के अरे क्रन्ची चिकन प्लास्टिकमै छ। त्यो कहिले पकाउनु? यहाँ मसरुम भेराइटी पाकेको उता भित्र नशान्तिले सुति यहाँ अचारको स्पेसलिस्ट गोर्खे अचार। अनि के यो मासुलाई काट्दै हामी रेसिपीहरू चाहिँ भन्न भुलेछौँ, पछि भनौँला नेक्स्ट चोटि खाँदाखेरि। म भन्दैछु नि। लु भन्दैन। काट्ने फेरि हल्का मुला काट्ने त्यसपछि आलु बोइल गरेर हाल्ने भुट्ने प्याज काटेर हाल्ने अनि खोर्सानी चाहिँ रामे खोर्सानी छ भने हाल्ने ज्यानमारा खोर्सानी। नुहाउनु भनेको नुहाउनु भएको छैन। यहाँ बहिनी सिलाइराख्नु भएर चाहिँ कहिले नुहाउने? 11 बजे भन्नुपर्छ टाइम अब 10:30 बजे। दाजुभाइ चाहिँ एउटै नुहाउनु। ए ल ल नुहाउनु। दाजु बहिनी पुरा खेलिरहेछन्। टिका लगाउनु पर्छ थाहा छ टिकामा। अरे कस्तो राम्रो। अब फेरि अर्को लगाइदिनु। उठाएको उठाइ छु मैले ननस्टप। अब फोटो खिचौँ न दुईजना मिलामिली भयो है। दुईजना हात यसो गर्दा पनि दुईजना हात लगा दादालाई समात हाल्यो हुन्न। खुवाइदे दादा खुवाइदे तेरो बाजेहरू त भाग दिनु पर्यो नि त। भाग देऊ अनि दादालाई खुवाइदे बिचेर खानु खोज्दैछ फेरि खुवाइदे। दादाहरूलाई देऊ बहिनी, दादालाई देऊ उयो एप्पलहरू जुसहरू देऊ दादालाई। खुवाइदे जुस चाहिँ नदिए हुन्छ पर्ने खानाहरू खानु। खाइदे मुखबाट निकाल न त्यो चाहिँ। अन्डा लुजाऊ अरे सियालु खुवाइदे दादा। हेलो टिका लाउँदैछु म हौ। त्यो सानो दादाको सानो चिया खुवाइदे। अब अर्को दादालाई पनि खिलाइदेऊ। त्यो होइन अर्कोलाई अर्को खिलाइदेऊ। गुड बाई गुड गर्ल। माया गर्दा दुइटालाई। हेर्न यहाँ अझै टिका लगाइदिनु। शिवाजा कहाँ हुनुहुन्छ? यहाँ चिया लुँदैछु। कसले?
गर्दैछ